एक अङ्क प्राप्त गरी 21, 17, 21 र 4 को अङ्कको लिड भएको छ र अन्नपूर्ण गाउँपालिका 4 नार्चेङ म्याग्दीको यो भोलि भूमि पूजा र ठुलो भूमि पूजाको अवसरमा चाहिँ यो एउटा कुनै खेलको आयोजना नभए तापनि यो सानो एउटा भेगे हिसाबले अहिले म चाहिँ तपाईलाई देखाउनु यो खेल चाहिँ एउटा ठुलो धनराशि नभए तापनि यो एउटा टाढा टाढाबाट खेलाडीहरू मैले देखेको छु र पक्कै पनि यो च्यानल मैले काम गर्नु सकेको छैन किनभने पुनटेक भ्लग तपाईले मन पराउनु भएको छ हेरिदिनु होला र यो चाहिँ म्याग्दी जिल्लाकै प्रयाग र अन्नपूर्ण गाउँपालिका 4 नार्चेङमा यो खेलाइएको यो र यो पालिकाभित्र खेलाडी र 1-2 टिम चाहिँ बाहिरको मैले देखेको छु र पक्कै पनि यो च्यानललाई तपाईले 50 सब्स्क्राइब पुग्यो भने मैले चाहिँ तपाईलाई लाइभ गर्ने भएकोले पक्कै पनि सब्स्क्राइब गरी यो च्यानल पनि पुनटेक भ्लग जस्तै अगाडि बढाइदिनु है हजुर। नार्चेङको छारा हजुर यो बर्खामा चाहिँ एकदम राम्रो हजुर नार्चेङको झरना त्यहाँ चाहिँ भोलि भूमि पूजा है हाम्रो र पक्कै पनि मान्छे यही हो पुनटेक भ्लगको यो पुन स्पोर्ट च्यानललाई पनि अगाडि बढाइदिनु होला र 50 सब्स्क्राइब पुग्नु बित्तिकै मैले लाइभ स्ट्रिम गर्न सक्छु भन्दै पक्कै पनि मलाई लाग्छ खेल छुस्स हेर्नेपछि बित्तिकै तपाईलाई पैसा लाग्न टुक्कै सब्स्क्राइब दबाउने हजुर। सम्पूर्ण दर्शकहरूलाई नमस्कार छ। लामो समयपछि पुन स्पोर्ट च्यानलबाट तपाईलाई यो खेल देखाउन गइरहेको छु र अहिले चाहिँ म्याग्दी अन्नपूर्ण गाउँपालिका 4 नार्चेङको भूमि पूजाको उपलक्ष्यमा यहाँ चाहिँ खेल भइरहेको रहेछ र अन्डर 20 है हजुर अन्डर 20 घार भर्सेस अन्नपूर्ण गाउँपालिका 6 घार र 2 दाना है हजुर यो अन्डर 20 वर्षको खेल रहेछ। मैले भर्खर आएर थाहा पाएँ र तपाईहरुलाई यसो देखाउन खोज्दैछु कि अहिले चाहिँ 12-13 कम्पिटिसनको म्याच छ अहिले घारको नि 13 र काभ्रेको 12 है हजुर राम्रो सर र अन्डर 20 है हजुर यो भोलि चाहिँ हाम्रो अन्नपूर्ण गाउँपालिका म्याग्दीको 4 नम्बर वार्डमा चाहिँ यो भूमि पूजा माथि झरनाहरू देख्न सक्नुहुन्छ माथि झरना देख्न सक्नुहुन्छ त्यहाँ झरनामा पूजा गरिन्छ यो भूमिको मन्दिर छ र अहिले चाहिँ यो अन्डर 20 को खेल म तपाईहरुसँग जोडिएको छु र 12-14 काभ्रे 12 घार 14 कम्पिटिसनको म्याच छ हजुर यो राम्रो थियो बल आउट र घारलाई फाइदा र घारको पनि उस्तै कडा खेलाडीहरू देख्दैछु मैले र राम्रो छ र अन्डर 20 भए पनि एकदम मजाको खेल छ यो म्याग्दी जिल्ला भनेकै अब भलिबलको एउटा खानी किनभने यहाँ चाहिँ फुटबलहरू ग्राउन्डहरू नभएकोले यहाँ चाहिँ पहिलादेखि सानो सानो बच्चा हुँदादेखिको एउटा हर्डी मोजाको बल बनाएर चुयाको जालीमा पनि म धरी खेलेको र त्यो चाहिँ अहिले चाहिँ यहाँ अन्डर 20 को खेल र मजाको खेल भइरहेछ र अहिले बराबर 12-16 निकै घारले चाहिँ 4 पोइन्टको अङ्क लिड गरेको छ भने काभ्रेले कोसिस गर्नु पनि देखिन्छ। यो ठुल्ठुलो अन्तर्राष्ट्रिय राष्ट्रिय खेल भन्दा पनि यो नयाँको भर्खर युवाहरूकोलाई प्रसारण गर्नुको लागि मैले तपाईहरुलाई देखाउन खोजेको र धेरै लामो समय ग्यापपछि मेरो पुन स्पोर्ट च्यानलमा चाहिँ भिडियोहरू अपलोड गर्न नसकेको आज मैले भर्खरै थाहा पाएर म तपाईहरुलाई यो खेल देखाउँदै छु। राम्रो सट यसो गरेर यो भूमि पूजाको अवसरमा चाहिँ अन्डर 20 20 वर्षदेखि मुनिका युवाहरूको यो खेल जमघट र अहिले चाहिँ घारको निकै
5 पोइन्टले लिड गरेको छ भने काभ्रेले कोसिस गर्नु पर्ने देखिन्छ र राम्रो सर्भिस जर्सी नम्बर 7 को राजीवको हल्का सर्ट थियो, स्पाइक हल्का थियो तर एउटा झुक्किनु पुगेर काभ्रेले घाराले फेरि अर्को अङ्क निकै 6 पोइन्टको लिड गरेको छ र कम्पिटिसन हुँदाहुँदै बल काट्न सकेन। सर्भिसमा रातो जर्सीमा काभ्रे र सेतो जर्सी मिक्स छ, यो सेतो कालो कोही मिक्स जर्सीमा चाहिँ यो घाराको अन्नपूर्ण गाउँपालिका 6 म्याग्दी घाराको है हजुर। जर्सी नम्बर 0 घाराको तर्फबाट तर बल आउट र फेरि काभ्रेलाई फाइदा। काभ्रेले पनि अङ्क प्राप्त र 3 पोइन्टको लिड अहिले काभ्रे अन्नपूर्ण गाउँपालिका वडा नम्बर 2 काभ्रेको म्याग्दीको हो हजुर, कास्कीको होइन। निकै कोसिस गर्नुपर्ने देखिन्छ। 3 पोइन्टको लिड जम्मा मैले देखेको छु र अहिले घम्ची खेल यो राम्रो छ। राजीवको जर्सी नम्बर 7 घाराबाट है हजुर 0 काट्नु सकेन। जर्सी नम्बर 0 ले चाहिँ बल राम्रो स्पाइक गरेको थियो र काट्नु सकेन र खेल सुरु। राम्रो छ जर्सी नम्बर 7 राजीवको र ब्लक आउट। यसको फाइदा घारा अन्डर 20 र पोइन्टको बल छ 20 काभ्रेको 17 हजुर। जम्मा 3 पोइन्टको लिड भएको छ है। अत्यन्तै प्रतिस्पर्धा छ खेल यो चाहिँ। यो अब आउने पिरियडको राम्रो खेल देखाउने यिनको अवसर, राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेल्ने यिनको मौका र मैले तपाईँहरूलाई पनि देखाउँदै गर्दा पक्कै पनि लाइक सेयर सब्सक्राइब गरी यो पुन स्पोर्ट च्यानललाई अगाडि बढाइदिनु हुन मेरो विनम्र अनुरोध गर्दछु तपाईँ दर्शकमाझ। र घाराले फेरि अर्को एक अङ्क प्राप्त गरी 21 17 21 र 4 को अङ्कको लिड भएको छ र अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङ म्याग्दीको यो भोलि भूमि पूजा र ठुलो भूमि पूजाको अवसरमा चाहिँ यो एउटा कुनै खेलको आयोजना नभए तापनि यो सानो एउटा भेगे हिसाबले यसरी खेल्नुपर्छ भनेर त उनीहरू आफै र यहाँका अलिकति अग्रसर व्यक्तिहरूले चाहिँ यहाँ खेलाएको र कुनै मेला महोत्सव कम्पिटिसन नभए तापनि यो हाम्रो एरियाको अन्नपूर्ण गाउँपालिका 4 मा खेलाइएको यो अन्नपूर्ण गाउँपालिकाको अन्डर 20 को खेलाडी हो हजुर। र पुनटेक ब्लकमा गएर पनि राम्रो सट राजीवको तर बल आउट र पुनटेक ब्लकलाई पनि यतिकै माया गर्नु भएको छ। पुनटेक ब्लकमा गएर गाउँघरको ब्लगहरू तपाईँले हेर्न सक्नुहुन्छ भने यो खेल पुन स्पोर्ट च्यानलमा पनि मैले खेलकुद मात्रै हाल्ने गर्ने छु र लङ टाइम धेरै पछि मैले यो खेल हाल्दैछु र भविष्यमा मैले यो च्यानललाई पनि तपाईँहरूमाझ पुर्याउने कोसिस गर्दैछु। र अहिले काभ्रेको 19 र घाराको 7 पोइन्ट अलिकति तालमेल मिल्नु सकेको छैन काभ्रेको र बल आउट र काभ्रेलाई फाइदा र 19-24 है हजुर 20-24 यानि 4 पोइन्टको लिड। राम्रो सट र यसैको साथै यो घारा यानिको अन्नपूर्ण गाउँपालिका 6 घाराले चाहिँ काभ्रेलाई जितेको छ भने 1-1 सेट है हजुर। दुवैको 1-1 सेट भएको छ कम्पिटिसन हजुर। र अहिले चाहिँ नार्जिङमा चाहिँ यो भूमि पूजाको अवसरमा अन्डर 20 को यो पालिकाको यो खेलमा चाहिँ
अहिले चाहिँ घाराले एक सेट र काभ्रेले पनि एक सेट है हजुर। माथि सुन्दर झरना, यो झरनामा चाहिँ भोलि भूमि पूजा हुँदैछ। यो हाम्रो राम्रो गाउँ नार्चेङ है हजुर, नार्चेङको गाउँ माथि लेक गाउँ। यता चाहिँ अन्नपूर्ण युवा क्लब यता र यो सृजनशील आमासम्मको यो प्राङ्गणमा है हजुर, बिचको प्राङ्गणमा खेल रङ्ग लाछ, खेल रङ्ग लाछ हुन्छ रङ्गै हाँसो लाछ के सालाहरू सबै मित्र। खुमुलेको साउ नि हाम्रो काका त हेलो ए मेरा काका र छामाता तोर तन्दिर एउटा तन्दिरी एउटा तोरनी नि काका। हेर्नु झन् तन्दिरी रातो गोरा जस्तो नार्चिङको मान्छे भन्ने।